सन् 2022 को नोभेम्बर महिनामा इजरायलको उत्तरी जोर्डन उपत्यकामा रहेको गेसेर बेनोट याओकोब नामक पुरातात्विक स्थलमा वैज्ञानिकहरूले मानव इतिहासमा चाहिँ खानाको संस्कृतिको विकास सम्बन्धी एउटा महत्वपूर्ण प्रमाण फेला पारेका छन्। उनीहरूको उत्खननमा त्यहाँ पकाइएका माछाको दाँत फेला पारेको छ। यसलाई वैज्ञानिक तिथि निर्धारण गर्दा यसको आयु लगभग 7,80,000 वर्ष पुरानो रहेको प्रमाण भेटिएको छ। यो युरेसियामा भेटिएको सबैभन्दा पुरानो खाद्य संस्कृतिलाई दर्शाउने एउटा महत्वपूर्ण प्रमाण थियो। यी माछाहरू जोर्डन नदीको किनारामा एउटा स्ट्राटिग्राफिक तहमा भेटिएका थिए। यी माछाहरूलाई वैज्ञानिकहरूले एक्सरे पाउडर डिफ्र्याक्सन विधिबाट परीक्षण गरेर त्यो समय पत्ता लगाएका थिए। जुन विधिबाट पत्ता लगाउँदाखेरि माछाको दाँतको इनामेलमा क्रिस्टलीय संरचनाको आकार भेटिएको छ, जसले यसको आयु लगभग 7,80,000 वर्ष पुरानो हो भनेर व्याख्या गर्न सम्भव भएको हो। यी माछाको दाँतहरूमा अक्सिजन र कार्बन आइसोटोपहरूको परीक्षणले मौसमी खपतको सट्टा माछा निरन्तर रूपमा खपत हुने गरेको थियो त्यति बेला भन्ने पनि पुष्टि गरेको छ। ट्याफोनोमिक विश्लेषणबाट पनि नियन्त्रित खाना पकाउने अभ्यासको सुरुवात त्यति बेला भइसकेको थियो भन्ने पुष्टि यो अध्ययनबाट भएको देखिन्छ। यस उत्खननका क्रममा यी दाँतहरू पर्याप्त रूपमा जलेका थिएनन्। यसबाट यति बेलाको समयमा पनि अर्थात् त्यो समयसम्म आइपुग्दा त्यति बेलाका मानिसहरूले आगोलाई नियन्त्रित रूपमा प्रयोग गर्न जानिसकेका थिए भन्ने पनि पुष्टि भएको छ। अब अझ त्योभन्दा झनै अगाडि जाउँ। लगभग 15 लाख वर्ष पहिले अफ्रिकामा अर्को एउटा महत्वपूर्ण खाद्य संस्कृतिको विकास भएको प्रमाण सन् 2012 मा भएको एउटा अध्ययनले भेटेको छ। अफ्रिकाको वन्डरवर्ल्ड गुफामा भएको उत्खननमा टोरन्टो विश्वविद्यालय र हिब्रू विश्वविद्यालयका प्राध्यापकहरूले महत्वपूर्ण प्रमाणहरू भेटेका थिए, जसमा जलेका हड्डीका टुक्राहरू भेटिएको छ। त्यो जलेका हड्डीका टुक्राहरूको वैज्ञानिक तिथि निर्धारण विधिबाट अध्ययन गर्दाखेरि त्यो बेलामा पनि एउटा नियन्त्रित आगोमा पकाइएको थियो भन्ने पुष्टि भएको छ। जब मानिसले आगोमा खाना पकाउन सुरुवात गर्न थाले त्यसपछि के फाइदा भयो त भन्दा खाना पचाउन सजिलो, कीटाणुहरूबाट सुरक्षा र सबैभन्दा महत्वपूर्ण थियो मस्तिष्कको तीव्र विकास भयो। जबसम्म माछा खाने संस्कृतिको विकास भएको थिएन त्यति बेलासम्मको मानिसको दिमागी अवस्था एकदमै नियन्त्रित र संकुचित थियो र जब माछा खान थालियो त्यसमा रहेको ओमेगा 3 जिंक र प्रोटिन जस्ता पोषण तत्त्वहरूले गर्दा मानिसको दिमाग विस्तार हुन थाल्यो र उनीहरू अफ्रिकाबाट छोडेर बिस्तारै नदी र तालहरूको खोजीमा संसारभर फैलिन थाले। करिब 15 लाख वर्ष अगाडिको खाद्य संस्कृति र युरेसियामा भेटिएको करिब 7,80,000 वर्ष अघिको खाद्य संस्कृतिको प्रमाण भेटिनुभन्दा पहिलेसम्म वैज्ञानिकहरूले 1,70,000 वर्ष अघि मात्रै खानाको संस्कृति विकास भएको थियो भन्ने अनुमान गरेका थिए। तर जब 2012 को अध्ययनबाट अफ्रिकामा करिब 15 लाख वर्ष अगाडिको खाद्य संस्कृतिको प्रमाण भेटियो त्यति बेलाबाट लगभग हाम्रो खाद्य संस्कृतिको इतिहास झन्डै 13 लाख वर्ष अगाडिसम्म धकेलियो। खाना पकाउने संस्कृतिको प्रमाण भेटिँदै खाना कसरी पकाइन्थ्यो भन्ने पनि एउटा जिज्ञासा आउन सक्छ। सुरुवाती समयमा जब आगोको विकास भयो त्यसलाई ढुङ्गा तताएर त्यही ढुङ्गामा चाहिँ मासु भुटेर या पोलेर खाने सुरुमा प्रचलन थियो। त्यसमा खाना पकाउनु नै मानव इतिहासको सबैभन्दा पहिलो पाकविधि थियो। प्राप्त प्रमाणका आधारमा करिब 30,000 वर्ष अघि मात्रै मध्य युरोपमा एउटा नयाँ प्रयोगको प्रमाण भेटिएको छ, जसमा माटोका भट्टीहरू बनाएर त्यसमा पोल्ने र सेक्ने विधिबाट मासु पकाउने गरिएको थियो। माटोका भट्टीहरू जसलाई हामी अहिले अर्थ ओभन भनेर पनि चिन्ने गर्दछौँ, यस्ता भट्टीहरू जमिनमा खाल्डो खनेर बनाइएका हुन्थे। त्यसमा भित्र ढुङ्गा राखिन्थ्यो, त्यो ढुङ्गा भित्र तातो कोइला राख्ने गरिन्थ्यो र त्यो तातो कोइला भित्र मासुलाई विभिन्न थरीका केरा लगायतका पातहरूमा बेरेर त्यसमा पकाउने गरिन्थ्यो। घण्टौसम्म यसरी पकाएका मासुहरू नरम देखिए, खानमा स्वादिला देखिए र चपाउन तथा पचाउन समेत सहयोगी बने। त्यसपछि अर्थ ओभनमा पकाउने संस्कृति पनि लामो समयसम्म प्रचलनमा रहेको देखिन्छ। त्यसको केही समयमा कन्दमूलहरूको खोजी हुन थाल्यो। कन्दमूलहरूको खोजीसँगै कन्दमूल पोलेर नभई त्यसलाई पानीमा उमालेर खाने प्रविधिको विकास भयो। अनुसन्धानबाट पत्ता लागेको छ कि आजसम्म भेटिएको प्रमाण अनुसार लगभग आजभन्दा 20,000 वर्ष अगाडि कुनै पनि कन्दमूलहरूलाई या अन्य शाकाहारी खानेकुरालाई पानीमा पकाएर खाने प्रचलनको विकास भएको थियो। केही वैज्ञानिकहरू त आजभन्दा करिब 30,000 वर्ष अगाडि नै रुखको बोक्रा, काठ र जनावरको छालाबाट बनेका भाँडामा खाना उमालिन्थ्यो भन्ने पनि दाबी गर्छन्। तर समस्या एउटै छ, यस्ता सामग्रीहरू सजिलै नष्ट हुने हुँदा यसको प्रमाण आजसम्म भेटिएको छैन। करिब 20,000 वर्ष अघि पहिलो पटक आगोमा पकाइएका माटोका भाँडाहरू भेटिए।
विशेषतः जापानमा भेटिएका यस्ता माटाका भाँडाहरूमा माछा र शङ्खबाट आएको रासायनिक प्रमाण भेटिएको छ। यसले देखाउँछ कि आजभन्दा करिब 20,000 वर्ष अगाडिसम्म आइपुग्दा मान्छेहरूले समुद्री खानालाई पनि उमालेर खान्न थालेका थिए। कृषिसँगै करिब आजभन्दा 12,000 वर्ष अगाडि हिमयुगको समाप्ति भयो। हिमयुगको समाप्तिसँगै मौसम न्यानो बन्यो, खानाहरू पर्याप्त बन्न थाले र मानिसहरूले जंगली गहुँ र जौलाई संकलन गरेर रोप्न सकिन्छ भन्ने प्रविधि पत्ता लगाए। यही समयदेखि कृषिको क्रान्ति सुरु भयो। कृषिको विकाससँगै मानिसहरूले आफ्नो खेतीबालीलाई माया गरेर वा आफ्नो खेतीबालीका कारण पनि एउटा स्थायी बसोबासको सुरुवात गर्न थाले। त्यो सँगै विभिन्न खालले संस्कृतिहरूको विकास हुन थाल्यो र कृषिको विकासको अवस्थालाई हेर्दा सबैभन्दा पहिले कृषिको उब्जाउ हालको इजरायल, जोर्डन र आसपासका क्षेत्रहरूमा भएको थियो। त्यसपछि क्रमशः विभिन्न कृषि उपजहरूको फैलावट हुँदै गयो र आजसम्मको अवस्थामा कृषि र खाद्य संस्कृतिको विकास हुँदै आएको देखिन्छ।